प्रिय ग्राहक, राष्ट्रिय परिचय पत्र लिंक नभएका अकाउन्टहरू 24 घण्टामा बन्द हुनेछ भन्ने जस्ता मेसेजहरू तपाईहरुलाई पनि आउन सकेको हुन्छ। त्यसमा विश्वास नगर्नुहोला। अहिले नेपालमा यस्ता स्क्यामरहरू धेरै आइरहेको छ, यस्तो मेसेजहरू आइरहेको छ। यदि तपाईले त्यो लिंकमा क्लिक गर्नुभयो भने भविष्यमा ठूलो आर्थिक संकट तपाईलाई आउन सक्छ। हो, माथि भएको मेसेजमा एउटा कुरा चाहिँ सत्य छ। त्यो के हो भने नेपाल राष्ट्र बैंकले बैंकहरूलाई आफ्नो ग्राहकहरूको राष्ट्रिय परिचय पत्र लिंक गर्नु भनेर चाहिँ भनेको छ र तपाईले आफ्नो राष्ट्रिय परिचय पत्र दुई तरिकाले लिंक गर्न सक्नुहुन्छ। र पहिलो रहेको छ आफ्नो मोबाइल बैंकिङमा रहेको आईआरडी अपडेट भन्ने ठाउँबाट र दोस्रो रहेको छ सिधै आफ्नो नजिकैको बैंक भएको शाखामा गएर। यदि मोबाइलबाट कसरी लिंक गर्ने भनेर तपाईहरुलाई थाहा छैन भने तपाईहरुले तल कमेन्ट गर्नुहोला, म एउटा भिडियो बनाएर हाल्ने छु र यस्तै खालको इन्फर्मेटिभ भिडियो हेर्नको लागि तपाईहरुले म नरेनलाई फलो गर्न सक्नुहुन्छ। थ्यांक यू।